नमस्ते लेडिज एन्ड जेन्टलमेन, म आरपी अवस्थी आज आइसकेको छु। हाउ टु पास बिएससी सेकेन्ड इयर फिजिक्स भनेर यहाँ पुगेको छु होइन। यो हामीहरूको बिएससी सेकेन्ड इयरको सिलेबस रहेको छ। खासमा चाहिँ अब धेरै जस्तोलाई थाहा छँदै भएको कुरा हो, यो धेरै जस्तोलाई थाहा छँदैछ सिलेबस कस्तो छ भन्ने कुरा। तर कोही कोही विद्यार्थीहरू हाम्रो चाहिँ कहिले क्याम्पसमा जाने विद्यार्थी पनि हुनुहुन्छ होइन, बाहिरतिर जब गर्नुहुन्छ भने चाहिँ उहाँहरूको लागि चाहिँ सुरुको दिन आज मैले चाहिँ हाम्रो सिलेबसमा चाहिँ के पढाइ हुन्छ होइन, कतिवटा च्याप्टरहरू छन् अनि कुन च्याप्टर चाहिँ कति मार्क्सको लागि इम्पोर्टेन्ट छ भनेर मैले लिएर आएको छु यो एउटा सर्ट भिडियो होइन। खासमा हामीहरूको के हुन्छ भने चाहिँ 100 मार्क्सको इक्जाम हुन्छ। इक्जामको बेलामा 100 मार्क्सको टोटल इक्जाम हुन्छ, जसमध्येबाट हामीहरूले चाहिँ 35 मार्क्स ल्याउनु पर्ने हुन्छ। र 100मा यो हामीहरूको थ्योरिटिकल 100 मार्क्स हो, प्र्याक्टिकल मार्क्स हामीहरूको 50 मार्क्स चाहिँ फुल मार्क हुन्छ है। यो चाहिँ फुल मार्क भयो अनि यो चाहिँ पास मार्क हुन्छ। अनि 50बाट चाहिँ हामीहरूको 50को मार्क्स भनेपछि चाहिँ लगभग 18 चाहिँ हामीहरूको पास मार्क हुनुपर्छ। प्र्याक्टिकलको हामीले टेन्सन लिनु पर्दैन, त्यो चाहिँ इन्टरनल्ली दिन्छन्, इक्जामबाट नै यहाँबाट चाहिँ नम्बरहरू दिन्छन् ल्याबको आधारमा। हामीहरूले खासमा आज कुरा गर्नेछौँ 100 मार्क्सको थ्योरिटिकल पोर्सनको। अब यो 100 मार्क्समा पनि हामीहरूको के हुन्छ भनेपछि 3वटा लङ क्वेसनहरू आउँछ। 10 मार्क्सको लङ क्वेसनहरू हाम्रो कतिवटा आउँछ, 3वटा आउँछ, जसले चाहिँ कति मार्क्स क्यारी गर्छ, 10 मार्क्स क्यारी गर्छ। 10 मार्क्स क्यारी गर्छ, 3वटा लङ क्वेसनहरू आउँछ। अनि त्यसै गरेर हामीहरूको अनि 3 क्वेसन अझ हामीहरूको फेरि लङ क्वेसन नै भनिन्छ यिनीहरूलाई, यिनीहरू 3 क्वेसनहरू आउने गर्दछ जसले क्यारी गर्छ 8 मार्क्स। अब यसपछि हाम्रो आउने गर्दछ सर्ट क्वेसनहरू, भेरी सर्ट क्वेसनहरू 3 मार्क्सको आउने गर्दछ। 2वटा सर्ट क्वेसन भनेको चाहिँ 3 क्वेसनहरू आउने गर्दछ 2 मार्क्सको, मतलब 6 मार्क्सको चाहिँ हामीहरूको सर्ट क्वेसनहरू आउने गर्दछ। अनि त्यसपछि हामीहरूको आउँछ अलिकति चाहिँ डिफ्रेन्स बिट्विनवाला, अलिकति सिग्निफिकेन्स टाइपको, त्यो पनि सर्ट क्वेसन नै हो। त्यो नेक्स्ट टाइपको सर्ट क्वेसन आउँछ हामीहरूको, कति आउँछ भनेपछि 2.5 मार्क्सको आउँछ, अझै सर्ट हुन्छ योभन्दा नि। 2.5 मार्क्सको 4वटा क्वेसनहरू आउँछ। सरी, 4वटा क्वेसनहरू 2.5 मार्क्सको दरले आउँछ। यो भनेको हामीहरूको हुन्छ 10 मार्क्ससम्म पुग्छ। र त्यसपछि न्युमेरिकलहरू आउँछ। न्युमेरिकल हामीहरूको कति हो भनेपछि न्युमेरिकल 30 मार्क्सको आउँछ, 5 मार्क्सको इच गरेर 6 × 5 यो चाहिँ मार्क्स भयो, यो नम्बर अफ क्वेसन भयो, यति चाहिँ न्युमेरिकल आउँछ। यो सबै गरेर हामीहरूको 100 मार्क्सको के आउने हो, क्वेसन पेपर आउँछ। अब हामीहरूलाई चाहिने भनेको कसरी चाहिँ राम्रो स्कोर गर्ने फिजिक्समा भन्ने कुरा हो। अब राम्रो स्कोर गर्नको लागि हामीहरूले लङ क्वेसन मात्रै पनि एटेम्प्ट गऱ्यौँ भनेपछि 30 मार्क्स यहाँबाट आउँछ। अनि 8 मार्क्स यो भनेपछि 30 + 8 3 = 24 हुन्छ। भनेपछि 54 मार्क्स त हामीहरूको यहीँबाट आइहाल्यो नि त, 50% भन्दा माथि यहीँबाट आइहाल्यो। अनि 1-2 न्युमेरिकलहरू पनि गर्छौँ भनेपछि मोर देन 60% हामीहरूले यहीँबाट स्कोर गर्न सक्छौँ। त्यस कारणले आज म भन्छु कुन च्याप्टर यिनीहरू 25वटा च्याप्टरहरूमध्ये कुन च्याप्टरहरूमध्येबाट लङ आन्सर क्वेसन आउने प्रोबेबिलिटी छ। सुरुमा छ वेभ नेचर अफ लाइट। वेभ नेचर अफ लाइटबाट हामीहरूको कहिलेकाहीँ 5 मार्क्सको क्वेसनहरू आउने गर्छ, 2 मार्क्सको क्वेसनहरू सर्ट क्वेसन मात्रै आउने गर्दछ। त्यही यो हामीहरूको लागि चाहिँ सर्ट क्वेसनको लागि हामीहरूको के भयो, इम्पोर्टेन्ट टपिक भयो। अनि अब जुन एब्रेसन अफ स्पेरिकल सर्फेस हुन्छ यो हामीहरूको 8 मार्क्स र 5 मार्क्सको लागि छ। यो हामीहरूको 8 मार्क्स र 5को लागि यो हुन्छ इम्पोर्टेन्ट। अनि इन्टरफेरेन्स भन्ने जुन छ यसलाई त मैले रेडले नै हाइलाइट गर्नुपर्छ, भेरी इम्पोर्टेन्ट टपिक अफ फिजिक्स, 10 मार्क्स। डिफ्र्याक्सन पनि 10 मार्क्सको छ। अनि पोलराइजेसनबाट पनि घरिघरि 8 मार्क्सको सोधेको हुन्छ, 10 मार्क्सको सोधेको हुन्छ। त 8 5 लेखिदिँदा भइहाल्छ। डिस्पर्सन, स्क्याटरिङ अनि लेजर, होलोग्राफी यिनीहरूमध्येबाट चाहिँ त्यस्तो खासै सोधेको पाउँदैन। यो भन्दाखेरि पनि 5 मार्क्ससम्म चाहिँ आउन सक्छ। 5 3 मार्क्सको यो क्वेसनहरू आउन सक्छ। 2 मार्क्सको 5 मार्क्सको यस्तो क्वेसनहरू आउन सक्छ। लेजरबाट पनि त्यही छ, सर्ट क्वेसनहरूको लागि इम्पोर्टेन्ट छ। यो पनि हामीहरूको सर्ट क्वेसनको लागि इम्पोर्टेन्ट टपिकहरू हो। अब आयो एटोमिक स्ट्रक्चरमा। एटोमिक स्ट्रक्चर पनि फेरि भेरी हाइलाइटेड टपिक, लङ क्वेसन। अनि मेनी इलेक्ट्रोन एटमबाट पनि लङ क्वेसनकै लागि इम्पोर्टेन्ट। एटोमिक स्पेक्ट्राबाट पनि कहिलेकाहीँ लङ क्वेसन पनि हाल्ने गर्छ, कहिलेकाहीँ सर्ट क्वेसन। यसलाई मैले सर्ट क्वेसनमा नै राखिदिएँ। पार्टिकल प्रोपर्टिज अफ वेभ पनि हामीहरूको सर्ट क्वेसनमा नै छ। यस क्यों सर्ट क्वेसन। एक्सरे स्पेक्ट्रममा चाहिँ लङ एन्ड सर्ट बोथ छ, कहिलेकाहीँ लङ पनि हाल्ने गरेको हुन्छ।
लङ एन्ड सर्ट क्वेसन है, बट सर्ट क्वेसनकै लागि बढी इम्पोर्टेन्ट छ। न्युक्लियर स्ट्रक्चर भन्ने छ अर्को, यो पनि हामीहरूको सर्ट क्वेसनको लागि नै छ। खासमा भनेको न्युक्लियर ट्रान्सफर्मेसन, यसबाट चाहिँ हामीहरूको रेडियो एक्टिभिटीतर्फको कुराहरू हामीहरूको सोध्ने गर्छ कहिलेकाहीँ, यो चाहिँ लङ क्वेसनको लागि। र पार्टिकल एक्सिलेटर डिटेक्टर यो हामीहरूको न्युमेरिकलको लागि इम्पोर्टेन्ट हुन्छ, जुन चाहिँ 5 मार्क्सको हुन्छ है। ल त्यसपछि अब आउँछ इलेक्ट्रोनिक्समा नेटवर्क थ्योरम भन्ने छ, यो पनि 10 मार्क्सकै लागि इम्पोर्टेन्ट। अनि त्यसपछि सेमिकन्डक्टर डायोड भन्ने हुन्छ, यो चाहिँ हामीहरूको 5 मार्क्सको लागि होला, सर्ट क्वेसनकै लागि हुन्छ 5 मार्क्सको क्वेसनको लागि। बाइपोलर जङ्सनबाट पनि त्यस्तो खासै आउँदैन, अब बाइचान्स आइहाल्यो भने चाहिँ त्यो तपाईँहरूको दुर्भाग्य भन्ने होला। एम्प्लिफायरबाट आउँछन् कहिलेकाहीँ, एम्प्लिफायरबाट चाहिँ अपरेसनल एम्प्लिफायर, फिडब्याक एम्प्लिफायर, तीनवटै एम्प्लिफायरहरूबाट हामीहरूको 10 मार्क्सको क्वेसन आउने गर्छ। 10 मार्क्सको आउँछ, एम्प्लिफायर टपिक अलिकति लामो नै छ। अनि यिनीहरूबाट चाहिँ सर्ट क्वेसनकै लागि। तर कहिलेकाहीँ फिडब्याक एम्प्लिफायर यो तीनवटैबाट चाहिँ यो 10 मार्क्सको आएको हुनसक्छ। यो एम्प्लिफायर भन्ने यो पुरै तीनवटै एउटै टपिक हो, यसलाई चाहिँ 1मा पढ्नुपर्छ, एउटैमा पढ्यो भनेपछि लङ एन्सर क्वेसनहरू प्रिपेयर गर्दाखेरि सर्ट एन्सर क्वेसन आफै भइहाल्छ। अक्सिलेटरबाट आउँछ अर्को एउटा, अक्सिलेटरबाट 5 मार्क्सकै राखौँ मैले, अक्सिलेटरबाट पनि कहिलेकाहीँ आउने गर्छ, तर अहिले चाहिँ 5 मार्क्सको लागि अथवा 5 मार्क्स सर्ट क्वेसन। अनि युजेटी र एफइटी के अरे एफइटी र युजेटी भन्ने यो जुन टपिक छ योबाट आउँछ 10 मार्क्सको एउटा, यो इम्पोर्टेन्ट हो। अनि बाँकी चाहिँ यहाँबाट चाहिँ लजिक गेट यिनीहरूबाट चाहिँ 8 मार्क्सको बढी क्वेसनहरू आएको देखेको छु। यहाँबाट चाहिँ 8 मार्क्सको, 2 मार्क्सको यस्तै गरेर क्वेसनहरू आउने गर्छ। भनेपछि हामीहरूको मेन इम्पोर्टेन्ट टपिकहरू को भयो यहाँबाट भनेपछि एउटा एफइटी युजेटी भन्ने भयो, अनि दोस्रोवाला एम्प्लिफायर टपिक भयो, तेस्रोवाला चाहिँ नेटवर्क थ्योरम भयो इलेक्ट्रोनिक्सबाट। तीनवटा टपिक 10 मार्क्स क्यारी गर्नको लागि। अनि मोडर्न फिजिक्सबाट हामीहरूको एउटा न्युक्लियर ट्रान्सफर्मेसन भयो, अर्कोमा हामीहरूको मेनी इलेक्ट्रोन एटम र एटोमिक स्पेक्ट्रा, यो तीनवटा चाहिँ हामीहरूको मोडर्न फिजिक्सबाट भयो। अनि अप्टिक्सबाट भन्ने हो भनेपछि डिफ्र्याक्सन, इन्टरफेरेन्स र पोलराइजेसन, 20को 3वटा च्याप्टरहरू चाहिँ इम्पोर्टेन्ट भयो। 9वटा च्याप्टरहरू हामीहरूले यदि पढ्छौँ भनेपछि यी च्याप्टरहरूबाटै हामीहरूको सर्ट आन्सर क्वेसन आउने गर्छ नि त। फेरि कहिलेकाहीँ हामीहरूको के हुन्छ भने चाहिँ लङ आन्सर क्वेसन दिने च्याप्टरबाट लङ सँगसँगै सर्ट पनि दिएको हुनाले दिज आर द इम्पोर्टेन्ट टपिक। दिस इज द इन्ट्रोडक्टरी भिडियो फर हाउ टु पास बिएससी सेकेन्ड इयर फिजिक्स। न अब यिनीहरूमध्ये कुनै टपिकमा मैले भिडियो बनाउनु छ भनेपछि कमेन्ट बक्समा कमेन्ट गर्दै गर्नुहोला। थ्याङ्क यू फर वाचिङ। अब नेक्स्ट भिडियोमा हामीहरू नयाँ टपिकमा आउनेछौँ।